सो हामीले डे 2 मा चाहिँ भेरिएबल्स र डेटा टाइप्स पढेका थियौँ। अनि आज चाहिँ डे 3 मा चाहिँ हामी के पढ्छ भनेदेखि डे 3 मा हामी पाइथनको इनपुट एन्ड आउटपुट पढ्छ है। सो पहिला म आज डे 3 भएको हुनाले म चाहिँ एउटा फाइल क्रिएट गर्छु डे 3 भनेर है .py। अब हामी चाहिँ पाइथनको चाहिँ इनपुट र आउटपुट पढ्छ भनेदेखि पहिला आउटपुट के हो त्यो पहिला बुझौँ। सो म यहाँ चाहिँ एउटा के दिन्छु भनेदेखि एउटा कमेन्ट दिन्छु, त्यसपछि यसमा लेख्छु व्हाट इज आउटपुट। अब चाहिँ यसको एन्सर के हुन्छ भनेदेखि आउटपुटमा चाहिँ सो आउटपुट मिन्स showing something on the screen। मतलब आउटपुट भनेको चाहिँ जुन रिजल्ट आउँछ, हामीले इनपुट गरेपछि जुन रिजल्ट आउँछ, जुन चाहिँ हामी स्क्रिनमा देख्छौँ, त्यही नै के हो त आउटपुट। सो हामी आज यसकै बारेमा पढ्छौँ है। जस्तो कि एउटा हामीले सानो प्रोग्राम गऱ्यो भने अब फर इक्जाम्पल मैले यसमा चाहिँ प्रिन्ट गरेँ है, हेलो वर्ल्ड गरेँ भने के आउँछ त, यसलाई म टर्मिनेट गर्छु, हेलो वर्ल्ड आयो नि त। सो यो के हो त, यो हाम्रो आउटपुट हो है। हामी के गर्छौँ, we basically we use print to display output। अब चाहिँ हामी अर्को के पढ्छ भनेदेखि मल्टिपल आउटपुट चाहिँ कस्तो हुन्छ भनेर। सो के पढ्छ भनेदेखि मल्टिपल आउटपुट। आज हामी अर्को फेरि के पढ्छ भनेदेखि मल्टिपल आउटपुटको बारेमा। कसरी त, जस्तो कि अब मैले यहाँ केही प्रिन्ट गरेँ है, प्रिन्ट गरेँ, त्यसपछि माई नेम इज सानिया। यसलाई म कपी गरेँ, यसलाई म फेरि पेस्ट गरिदिएँ। अनि के त, आई एम लर्निङ पाइथन। सो यो हाम्रो भयो मल्टिपल आउटपुट। अर्को हामी पढ्छौँ इनपुट भनेको के हो, जस्तो कि व्हाट इज इनपुट है। जस्तो कि इनपुट भनेको जस्तो कि इनपुट चाहिँ हामीले दिनुपर्ने त्यस्ता इनपुटहरू। जस्तो कि मैले अब एउटा प्रोग्राम गरेँ भने नेम इक्वल्स टु इनपुट हैन, इन्टर योर। अब यसले के गर्छ भनेदेखि यसरी के गर्छ भनेदेखि यो चाहिँ आउटपुटमा देखाउँछ, तर यसले चाहिँ क्वेसन सोध्छ इन्टर योर नेम भनेर। मतलब यसले चाहिँ इनपुट दिनको लागि चाहिँ वेट गर्छ। जस्तो कि अब मैले यदि लेखेँ भने यसको दिस प्रोग्राम waits for the user to type something है। युजरले चाहिँ केही टाइप गरोस्। अब जस्तो कि यसलाई इफ आई टर्मिनेट दिस देन सी इट विल वेट।
यहाँ हेर्नुहोस्, वाट इज यो इन्टर योर नेम। अब मैले जस्तो कि यहाँ सानिया लेखेँ है, यसले त्यति मात्रै गर्छ, त्यति मात्रै गर्छ के भनेदेखि इनपुटको लागि वेट गर्छ अनि हामीले टाइप गर्नुपर्ने। अब हामी अर्को के पढ्छौँ भनेदेखि हामी चाहिँ डिस्प्ले, हामी पढ्छौँ डिस्प्ले इनपुट है। अब जस्तो कि डिस्प्ले इनपुटमा के पढ्छौँ, जस्तो कि नेम इक्वल्स टु इनपुट, यही कपी पेस्ट गरौँ है, कपी अनि यहाँ मैले गरेँ पेस्ट। सो अब के हुन्छ भनेदेखि प्रिन्ट नेम गरौँ है। नाउ इट विल प्रिन्ट whatever the user enters है। एन्ड इफ आई टर्मिनेट दिस, पहिला के आउँछ भनेदेखि सबभन्दा पहिला यहाँबाट आउँछ है, सबभन्दा पहिला यो आउँछ इनपुट इन्टर योर नेम। त्यसपछि हामीले त्यही कुरा फेरि गरेर चाहिँ फेरि इनपुट इन्टर योर नेम गर्छ। तर यसको साथसाथै के आउँछ भनेदेखि प्रिन्टमा फेरि त्यो इन्टर गरेको नेम फेरि देखाउँछ। अब जस्तो कि इफ आई टर्मिनेट दिस देन से त्यहाँ के देखायो भनेदेखि यहाँ इन्टर योर नेम इनपुट मागिरहेछ है। अब जस्तो कि मैले यसमा लेखेँ फर इक्जाम्पल राहुल है, राहुल लेखेँ, फेरि यसमा राहुल लेखेँ, के आयो त इन्टर योर नेम राहुल, अनि त्यसपछि फेरि के आयो त राहुल आयो। अब हामी पढ्छौँ कम्बाइन इनपुट प्लस, इनपुट र आउटपुट दुइटैलाई यदि हामीले कम्बाइन गर्यो भने त्यो पढ्ने ह्यास कम्बाइन इनपुट प्लस आउटपुट है। अब यसमा के हुन्छ भनेदेखि जस्तो कि मैले नेम इक्वल्स टु इनपुट गरेँ, नेम इनपुट गरेँ, के गरेँ भनेदेखि इन्टर योर नेम है, मैले इनपुटमा इन्टर योर नेम गरेँ। त्यसपछि गरेँ प्रिन्ट के गर्नुहोस् भनेर, प्रिन्ट गर्नुहोस् हेलो नेम, यो चाहिँ प्रिन्ट गर्नुहोस् भने है। त्यसपछि के भनेदेखि यसमा चाहिँ हामीले टेक्स्ट र भेरिएबल दुइटैलाई कम्बाइन गर्न मिल्छ, किनकि यो हाम्रो अब यहाँ के भयो भनेदेखि यो नेम भयो है। नेममा यो हाम्रो पहिलाको जस्तै इनपुट के दिने भनेदेखि हामीलाई यो इनपुट के अरे युजरसँग चाहिँ यसले इनपुट माग्छ इन्टर योर नेम भनेर। अब हामीले नेम दियो फर इक्जाम्पल सानिया, अब सानिया कहाँ आउँछ भनेदेखि यहाँ नेममा सानिया डिस्प्ले हुन्छ। र त्यसको साथसाथै के हुन्छ भनेदेखि हामीले एउटा अटोमेट गरेको हेलो पनि सँगसँगै आउँछ। मतलब यसमा के भयो भनेदेखि यो भयो हाम्रो इनपुट र यो हामीले दिएको आउटपुट, यो दुइटै के हुन्छ भनेदेखि सँगै आउँछ। अब यसको डिस्क्रिप्सन लेखौँ, सो वी क्यान कम्बाइन टेक्स्ट एन्ड भेरिएबल्स है। हो अब मैले टर्मिनेट गर्छु, इन्टर योर नेम एली है, इन्टर योर नेम एली। अब के भन्यो भनेदेखि इन्टर योर नेम, यो चाहिँ पहिलाकै आएको हो। सो यहाँ के आछ भनेदेखि हेलो एली। इम्पोर्टेन्ट कन्सेप्ट एउटा बुझौँ, कन्सेप्ट के हो भनेदेखि इनपुट always takes value as a string. Input always takes value as a string. मतलब इनपुटले जुन भ्यालु लिन्छ नि, इनपुटले जुन भ्यालु लिन्छ त्यो चाहिँ के जहिले पनि के हुन्छ भनेदेखि
स्ट्रिङ हुनु पर्यो, मतलब लेटर हुनु पर्यो है। अब जस्तो कि अब हामी एउटा प्रोग्राम गरौँ। जस्तो कि मैले एउटा प्रोग्राम गरेँ। अब एज इक्वल्स टु इनपुट इन्टर योर एज भयो। अब के गर्ने भनेदेखि प्रिन्ट टाइप एज है। अब तपाईँले के भन्नुहुन्छ भनेदेखि तपाईँले के भन्नुभएको थियो भनेदेखि इन्टर योर एज। यहाँ त अब स्ट्रिङ हुनुपर्ने हो। इनपुट जहिले पनि के लिन्छ, इनपुट अलवेज टेक्स भ्याल्यु एज अ स्ट्रिङ। यसमा ल इन्टर योर नेम गरेपछि अफकोर्स सबैले के गर्छ भनेदेखि कुनै लेटरै इन्टर गर्छ। तर यहाँ के आयो त, यहाँ एज आएको छ। अब एज त स्ट्रिङ हुँदैन, एज त लेटर हुँदै हुँदैन। एज के हुन्छ त, इन्टिजर हुन्छ, नम्बर्समा आउँछ यो। मतलब यहाँ त के भयो त, इन्टर योर एज 1 2 3 4 5 होइन 11 12मा आउँछ। अब के भनेदेखि प्रिन्ट यसमा के गर्छ भनेदेखि एज प्रिन्ट गर्छ। तर के हो भनेदेखि यसको चाहिँ भ्याल्यु जुन हुन्छ नम्बर भए पनि यसले के भनेर बुझ्छ भनेदेखि यसले चाहिँ टेक्स्ट भनेरै ट्रिट गर्छ है। के गर्छ भनेदेखि टेक्स्ट भनेर ट्रिट गर्छ। जस्तो कि even if you enter a number, it is treated as a text. अब मैले टर्मिनेट गरेँ भने सबै आउँछ फेरि। सो टर्मिनेट त गर्नै पर्छ। यो मेन चाहिँ हाम्रो फोकस कहाँ हुनु पर्यो, एजमा जाने है। टर्मिनेट गरे पनि यो पहिलाकै आइरहेछ है। एलई एलई एज आयो नि। एजमा के त मैले 22 दिएँ है। अब के भयो भनेदेखि क्लास स्ट्रिङ। यसले के भने त इनपुटले जहिले पनि भ्याल्यु जुनसुकै इन्टिजर दिए पनि फ्लोट दिए पनि उसले मान्ने भनेको के हो त, उसले मान्ने भनेको स्ट्रिङै मान्छ है। जस्तो कि यहाँ त एज छ, यहाँ त के त इन्टिजर हुनुपर्ने। हुन त हामीले इन्टर गरेको पनि इन्टिजरै हो, तर यसले चाहिँ के ट्रिट गर्छ भनेर यसले चाहिँ स्ट्रिङ भनेर बुझ्छ। सो यस्तो हुन्छ। अब अर्को हामी बुझौँ टाइप कन्भर्सनको बारेमा। अब यही कन्भर्ट गर्ने। जस्तो कि के भनेछ भनेदेखि टु युज नम्बर्स we need to convert the input जस्तो कि प्रोग्राम गरौँ। अब यसमा के गरेँ भनेदेखि जस्तो कि मैले एज दिएँ, एज इक्वल्स टु इन्ट। इन्ट भनेको त इन्टिजर। यसलाई मैले पहिले बताइसकेको छु कि इन्ट इन्ट हो है भनेर। अब म इनपुट गर्छु। इनपुट गरेर यहाँ चाहिँ म के गर्छु भनेदेखि इन्टर योर एज। अब म यसलाई प्रिन्ट गर्छु है। प्रिन्ट एज। अब के गर्छ भनेदेखि यो इन्टको काम के हो भनेदेखि यो इन्टले के गर्छ भनेदेखि यसले गर्छ टेक्स्टलाई चाहिँ नम्बरमा कन्भर्ट गर्छ।
converts text into a number. So this int converts text into number है. अब हामी हाम्रो नेक्स्ट ध्यान यसमा हुनु पर्यो है. यसले चाहिँ टाइपको बताउँछ नि त, क्लास बताउँछ. मैले यहाँ टर्मिनेट गरेँ. अब यहाँ यो पहिलाकै हो. यहाँ चाहिँ मैले कति 14 वर्ष हालेँ. अब यसले के बतायो भनेदेखि यो एजलाई चाहिँ उसले के मान्यो भनेदेखि बल्ल नम्बर माग्यो है. मान्यो. अब म यसमा टाइप गर्छु. ए यहाँ हेर्नुहोस् है. अब चाहिँ टाइपमा गरेपछि यसले के त क्लास के दियो, इन्ट दियो है. के दियो भनेदेखि यसले क्लास के दियो भनेदेखि इन्ट दियो. एउटा हामी के गरौँ भनेदेखि एउटा स्मल प्रोग्राम गरौँ है. स्मल प्रोग्राम गरौँ जसमा चाहिँ के गर्ने भनेदेखि नेम दिउँ. नेम इनपुट है. इन्टर योर नेम गरौँ है. अब अर्को के दिउँ भनेदेखि एज दिउँ. एजमा के दिनुपर्छ भनेदेखि इन्ट दिनुपर्छ हो क्या. एजमा इन्ट दिने. त्यसपछि के गर्ने भनेदेखि ब्र्याकेट, त्यसपछि इनपुट, त्यसपछि फेरि ब्र्याकेट, त्यसपछि इन्टर योर एज. अब यसलाई के गर्ने प्रिन्ट गर्ने. प्रिन्ट है. त्यसपछि हेलो. यो चाहिँ हाम्रो अटोमेटेड हो हैन. त्यसपछि नेम. त्यसपछि के गर्ने भनेदेखि फेरि प्रिन्ट गरौँ युआर हैन. अलि अब खत्रै दिउँ न त. युआर एज गर्ने अनि त्यसपछि कमा दिने. त्यसपछि फेरि यस्तो दिने अनि इयर्स. हाम्रो यहाँ के छ भनेदेखि अटोमेटेड पनि छ अनि हाम्रो चाहिँ इनपुट दिने पनि छ है. अनि त्यसको आउटपुट पनि निस्किन्छ. यसलाई म रन गर्छु. सानिया इन्टर योर एज 22. अब के भने हेलो सानिया यु आर 22 इयर्स ओल्ड. यहाँ हेर्नुहोस् त कति राम्रो मजाको एउटा प्रोग्राम भयो हाम्रो है. हामी अटोमेट पनि गर्न सक्छौँ अनि त्यसपछि हामीले गरेको जुन इनपुट छ यो हामीले इनपुट गर्यो. त्यसको ठ्याक्कै इनपुट आयो. 22 को 22 आयो र बाँकी सबै के हो त यो हेलो युआर यो इयर्स ओल्ड यो के त यो अटोमेटेड मेसेज हो है.
अब थोरै नोट्स पढौँ। नोट्स um so quotes equals to text only. So अरु के भनेदेखि no quotes in uh, variables or expression है। भेरिएबलमा यो भेरिएबलहरू भयो, एक्सप्रेसनमा हामीले कोट्स लगाउँदैनौँ। हामीले कोट्स केमा लगाउँछ भनेदेखि टेक्स्टमा मात्रै लगाउँछौँ, जस्तो कि यो टेक्स्टहरू भयो, अटोमेटेड टेक्स्टहरूमा हामी कोट्स लगाउँछौँ। दिस रुल्स applies in Python, JavaScript, C, Java र अरूमा पनि युज हुन्छ है। सो आजको लागि यति नै। भोलि चाहिँ हामी के पढ्छौँ भनेदेखि अपरेटर्सको बारेमा पढ्छौँ। तपाईँलाई चाहिँ यो भिडियो अलिकति युजफुल यदि लागेको छ भनेदेखि लाइक, सब्सक्राइब र कमेन्ट्स गरिदिनु होला। र यदि केही कमी छ, केही मभित्र केही कमी जुन इम्प्रुभमेन्ट हुनुपर्ने भनेदेखि त्यो पनि कमेन्टमा तपाईँले भन्न सक्नुहुन्छ, so that I can improve it in my later videos. Bye bye.